नेपाली साहित्यमा सुप्रसिद्ध नाम, जसको नाम तपाईँले चिनिराख्नु भएको छ, तपाईँले स्कुल लेभलबाटै पढिराख्नु भएको छ, उहाँका कृतिहरू पढिराख्नु भएको छ, पारिजात। असली नाम विष्णु कुमारी वाइबा। मैले पारिजातको यो वयसको मान्छे भर्खर भर्खर पढेर सकाएको छु। पारिजातले लेख्नुभएको यो वयसको मान्छे छोटो छ, एउटा बसाइमै पढेर सकिने खालको उपन्यास रहेको छ। यो उपन्यास पढिरहँदा मैले अहिले नेपाली समाजमा, नेपाली राजनीतिमा व्याप्त एउटा वाक्य रहेको छ, त्यो वाक्य मेरो सनसनी वरिपरि त्यो घुमिरह्यो, मानसपटलमा घुमिरह्यो, जुन गरिबीको चमेली सुनिदिने कोही छैन। हो, यस्तै खालको चाहिँ यो वाक्य पङ्क्ति यो पढिरहँदा दिमागमा घुमिरहन्छ, तपाईँको पनि पक्कै त्यो हुन्छ होला। यसमा वयस्को मान्छे भनेको चाहिँ एक माना चामल खाने उमेर, बाघसँग, चितुवासँग लड्न सक्ने उमेर, तातो रगत भएको उमेर, जस्तोसुकै पनि काम गर्न सक्ने, सुरुवात गर्न सक्ने, जोखिम लिन सक्ने एउटा उमेरलाई लिएको छ यो पुस्तकमा। यो पुस्तक लेखिएको 2034 सालमा हो र त्यतिखेरको राजनीतिक अवस्था, सामाजिक अवस्था र अहिलेको चाहिँ जुन समसामयिक अवस्था छ त्योसँग चाहिँ कम्पेयर गर्दाखेरि, तुलना गर्दाखेरि लगभग मिल्दो-जुल्दो नै आउँछ। त्यहाँका जुन एउटा अ, 24-25 वर्षको उमेरका मान्छेहरूमा जुन निराशा हुन्छ, समाजप्रति निराशा हुन्छ, उनीहरूको रोजगारी प्रति उनीहरूको जति अपेक्षा गरे अनुसारको चाहिँ उनीहरूले प्राप्त गर्दैनन्। परिवार पाल्नका लागि त्यत्तिकै गाह्रो हुन्छ र आम्दानीको स्रोत राम्रो नहुने हो भने एउटा गरिबको रेखामुनि बसेका नागरिकहरूलाई कति गाह्रो हुन्छ, कति जीवनयापन धान्न कति धौ-धौ पर्छ भन्ने यस पुस्तकमा लेखकले चित्रण गर्नुभएको छ। पात्रहरूको कुरा गर्दा म पात्र जुन एउटा पिएनको जागिर गरिरहेको हुन्छ, सरकारी पिउनको जागिर गरिराखेको हुन्छ। एउटा रोगसँग थलिँदाखेरि उसलाई उपचार गर्ने पैसा नहुँदाखेरि कत्तिको चाहिँ जीवन कष्टदायी हुन्छ भन्ने कुरा चित्रण गरिएको छ। त्यही पात्रले सबै कुरा खुलाएको छ भनेदेखि यसमा श्यामो नामक एकजना एउटा होटलमा काम गर्ने एउटा केटी मान्छे, मुख्य पात्रको आमा जुन वयसमा आफ्नो पति गुमाउनु परेको अवस्था, अनि त्यस पछाडि त्यो लामो समयसम्म चाहिँ आफूले गर्नुपरेको यही समाजमा गर्नुपरेको सङ्घर्षहरू साथै अ, एउटा प्रेमिल अन्तर्सम्बन्धको रूपमा पात्रले एउटा श्यामु नामक केटी जो होटेलमा काम गरिराखेको हुन्छ। दुवैजनाको आर्थिक अवस्था त कमजोर नै हुन्छ नै। त्यसमा पनि एउटा बिचमा अर्को एउटा पात्र आउँछ जुन जनसेवा गरिराखेको एउटा व्यक्ति, उसको पनि कस्तो अवस्था रहन्छ। त्यतिखेरको चाहिँ एउटा समाजको नाइके भनेर कसरी चाहिँ व्याख्या गरिएको छ, नकारात्मक रूपमा कसरी व्याख्या गरिएको छ, यसमा चित्रण गरिएको छ भनेदेखि त्यो श्यामु नामक केटीलाई फसाउनका लागि उससँग चाहिँ एउटा शारीरिक सम्बन्ध मात्र कायम गर्नका लागि जुगे हलदारले त्यो श्यामु नामक पात्रलाई आफ्नो जालमा फसाउनका लागि, चङ्गोलमा फसाउनका लागि गरिराखेको प्रयत्नहरू मा उनीहरूको दुःखद निधनले गर्दा उपन्यासलाई अलिकति चाहिँ नैराश्यता त दिएको छ नै। त्यसले गर्दा पनि अहिलेको समाज र पहिलाको त्यतिखेरको समाजलाई तुलना गर्दाखेरि धेरै कुराहरू मिल्दो-जुल्दो पनि यो पुस्तकमा पाइन्छ। एउटा सबभन्दा गाह्रो भनेको के रहेछ भनेदेखि यो 20 देखि 25 वर्षको उमेरको युवाहरूमा जोस त हुन्छ नै, केही गर्छु भन्ने जोस त हुन्छ नै, तर पनि उनीहरूको चाहनाहरू धेरै, उनीहरूको इच्छाहरू धेरै र उनीहरूले समाजमा र सरकारले हेर्ने दृष्टिकोण, समाजले हेर्ने दृष्टिकोण नै बेग्लै भइसके पछाडि हरेक कुराले गर्दाखेरि उनीहरू निराशपूर्ण जीवन बिताउन बाध्य भएका छन् भन्ने कुराहरू यही कथा मार्फत नै पुष्टि गरेको पाइन्छ। एकदमै राम्रो रहेको छ यो उपन्यास, छोटो छ, एउटै बसाइमा सकिने खालको छ। त्यो जस्तो चाहिँ हामीले पढिरहँदा लाग्छ। कति कुराहरू कमजोरी पक्षहरू पनि छन्, तर पनि विस्तृत रूपमा हेर्दाखेरि, समग्रमा हेर्दाखेरि चाहिँ यो उपन्यास एकदमै राम्रो रहेको छ। नजिकको पुस्तक पसलमा पाइन्छ। युवाहरूले पढ्नै पर्ने एउटा यो पुस्तक रहेको छ। 'वयस्को मान्छे' पढ्न नबिर्सिनुहोला।